पैकिङ चल्दैछ हाम्रो चाहिँ अब यहाँ के हाल्नुपर्ने हो पैकिङहरु हुँदैछ अब चाहिँ हामी हिँड्नु आँटेको यहाँबाट बिहानको 6 बजेको गाडी छ हामीहरु गएको हाम्रो आले चाहिँ के ल्याउनु भएछ यहाँ नेपाल लेखेको यस्तो लिएर आउनु भएछ यहाँनिर नेपाल राम्रो रहेछ तर है यिनीहरु कतिले भेटेन ए फाइनली हामी चाहिँ पुग्यो काकरभित्ता र काकरभित्तामा बस पर्खिरहेको हामीहरु चाहिँ काठमाडौँ पुगेको अवस्था यस्तै छ घाम लागेछ यताको हावा पनि कम्ती सीधे जाके ये मुनि गर्दो छ अघि देख्दै गर्नु भएको थियो जुन चाहिँ ब्रिज थियो त्यसमा हामीहरु चाहिँ एकछिन निस्केर फोटो खिच्न आएको सो यहाँनिर अलिअलि फोटोहरु खिच्ने अनि त्यहाँदेखि जाने अब चाहिँ हामीहरु निस्केको है हामी लागेको फोटो खिचेर फोटो सेसन गरिसकेर अब चाहिँ हामी यहाँबाट फर्केको गाडी में बुलाड़ी